सुदूरपश्चिमी विश्वविद्यालयको यस 6औं दीक्षान्त समारोहमा उपस्थित हुने चाहना हुँदाहुँदै पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकिने बेहोराको जानकारी सहित सम्मानीय प्रधानमन्त्री एवं यस विश्वविद्यालयका कुलपति बालेन्द्र शाह ज्यूले प्रधानमन्त्री कार्यालयमा रहनुभएका प्रधानमन्त्री कार्यालयका प्रेस एवं अनुसन्धान विज्ञ आदरणीय नेपाल दाहालज्यू मार्फत विश्वविद्यालयको यस 6औं दीक्षान्त समारोहको सफलताको शुभकामना सहित सन्देश पठाउनु भएको छ। यसका लागि विश्वविद्यालय परिवार, सम्माननीय प्रधानमन्त्री एवं कुलपतिज्यूप्रति आभार व्यक्त गर्दछ। म यस मञ्चबाट प्राप्त शुभकामना सन्देश यहाँ समक्ष वाचन गर्ने अनुमति चाहन्छु। यस सुदूरपश्चिम विश्वविद्यालयको 6औं दीक्षान्त समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं शिक्षाविद प्राध्यापक तुलसी प्रसाद जोशी तुलसी दिवसज्यू, विश्वविद्यालयका सहकुलपति एवं माननीय शिक्षा तथा खेलकुद मन्त्री सुश्री पोखरेलज्यू, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार एवं सभासदज्यूहरू, आमन्त्रित विशिष्ट महानुभावहरू, अभिभावकज्यूहरू, दीक्षित हुने सम्पूर्ण छात्र छात्राहरू, पत्रकार एवं सम्पूर्ण महिला सञ्चालकहरू, सुदूरपश्चिम विश्वविद्यालयको 6औं दीक्षान्त समारोहमा विश्वविद्यालयको कुलपतिको हैसियतले आफ्नो शुभकामना राख्न पाउँदा गौरवान्वित भएको छु। यस महत्त्वपूर्ण अवसरका लागि सुदूरपश्चिम विश्वविद्यालय परिवारलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु। सर्वप्रथम आज दीक्षित हुन लाग्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिन चाहन्छु। साथै तपाईहरूको सफल र सुखद भविष्यको लागि शुभकामना व्यक्त गर्दछु। स्थापनाको छोटो अवधिमा यस विश्वविद्यालयले नेपालको उच्च शिक्षाको विकासमा खेलेको भूमिका प्रशंसनीय छ। आजको यस ऐतिहासिक एवं गौरवमय दीक्षान्त समारोहका अवसरमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। दीक्षान्त केवल शैक्षिक उपाधि प्राप्त गर्ने औपचारिक समारोह होइन, यो ज्ञान, सिप, अनुशासन र नैतिक मूल्यलाई समाज र राष्ट्र निर्माणमा प्रयोग गर्ने नयाँ यात्राको प्रारम्भ पनि हो। अथक परिश्रम र समर्पणका कारण नै आज विद्यार्थीहरूलाई सफलता प्राप्त भएको हो। विद्यार्थीहरूको यो सफलतामा योगदान पुर्याउने अभिभावक, शिक्षक तथा विश्वविद्यालय परिवारप्रति पनि सम्मान व्यक्त गर्दछु। नेपाल समृद्ध राष्ट्र निर्माणको दिशामा अघि बढिरहेको छ। यस यात्रामा उच्च शिक्षाबाट उत्पादित, दक्ष, सृजनशील र जिम्मेवार जनशक्तिको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। आजका शिक्षित विद्यार्थीहरू भविष्यका वैज्ञानिक, प्राध्यापक, चिकित्सक, इन्जिनियर, कानुनविद, उद्यमी, शासक तथा सामाजिक नेतृत्वकर्ता हुनुहुन्छ। तपाईहरूको ज्ञान, अनुसन्धान र नवप्रवर्तनले नेपालको आर्थिक विकास, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने विश्वास लिएको छु। विश्वव्यापी प्रतिस्पर्धाको यस युगमा विश्वविद्यालयहरूले गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई अझ सुदृढ बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्नुपर्ने आवश्यकता छ। सरकार उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धान, प्रवर्धन, डिजिटल रूपान्तरण तथा विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण प्रति प्रतिबद्ध रहेको छ। अन्त्यमा यस गरिमामय दीक्षान्त समारोहको सफल आयोजनाका लागि विश्वविद्यालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उपाधि प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरूको उज्जवल भविष्य, उत्तरोत्तर प्रगति तथा विश्वविद्यालयको निरन्तर उन्नति र प्रतिष्ठाको हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद। बालेन्द्र शाह, प्रधानमन्त्री।